हेलो साथीभाइ के छ सबैलाई मेरो तर्फबाट नमस्ते। हेर्नुहोस् हाम्रो गाउँठाउँमा दसैँको एकदम हलचल चलिरहेको छ है। बाटोमा धेरै गाडी त हिँडेको छैन तर त्यो पनि है हेर्नुहोस् सबैजनाले यता हेर्नुहोस्। हाम्रो यहाँ एकजना हाम्रो मामा हुनुहुन्छ है, उहाँको नाम चाहिँ नन्दु हो होइन। उहाँको चाहिँ बिर्ता मोडमा ग्यारेज छ होइन। हाम्रो मामालाई हेर्नुहोस्, यता हेरिदिनु त मामा राम्ररी। यो देख्नुभयो हाम्रो मामा हो क्या, उहाँ चाहिँ एकदमै फ्रेन्डली होइन, एकदमै हामीसँग एकदम मिल्ने है। गाउँघरमा जस्तो दुःख परे पनि साथ दिने हाम्रो मामा हो क्या। म पनि अब बाइक किन्ने सोचमा छु होइन, अनि बाइक रोड्न चाहिँ उही मामाले लाउने हो क्या होइन। अनि यता हेर्नुहोस् है, यता 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 हेर्नुहोस् हाम्रोतिर, हाम्रो घरतिरको धानबारी हेर्नुहोस् कस्तो छ, मन पऱ्यो कि मन परेन हेर्नुहोस्। यता 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 हेर्नुहोस् है सबैजनाले। हेलो मामा, मेरो भर्खरै एकजना मामा जानुभयो है, भर्खरै एकजना मामा जानुभयो। अझै बाइकमा है। मामाको चाहिँ भेटनेरी डक्टर हो मामा चाहिँ होइन। सबैजना है ठिकै छ है। यता यता म जाँदैछु अब। हाम्रो यहाँ कान्छो मामाको घरमा चाहिँ यहाँ पूजा हुँदैछ क्या। अनि त्यहाँ पूजा भएको बेलामा यसो गइदिनु पऱ्यो होइन। अनि म भिडियो रेकर्डिङ गर्दै जाँदैछु होइन। यो मेरो चाहिँ जो ब्लग जस्तै हो क्या। सबैजनाले हेरिदिनु होला होइन। अनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हाम्रो एकजना भाइ भित्रमा पुरा सघाउँदैछ क्या होइन। अर्को हाम्रो यो चाहिँ हुँडेको गर्लफ्रेन्ड हो क्या, त्यो चाहिँ प्रेग्नेन्ट छ क्या होइन। डरले भाग्दैछ क्या। यताउता अलिक देखिन क्यामेरामा है। उता देखिन अलि राम्ररी है। म अझै यता आउँदैछु है। हाम्रो माइजू सेलरोटी बनाउँदै हुनुहुन्छ होइन, मस्त तरिकाले होइन। मस्त तरिकाले माइजू सेलरोटी बनाउँदै हुनुहुन्छ। अलिक क्लियर देखिन होइन। यता भाउजू यता एकचोटि हेरिदिनु पर्यो हो। यता हुनु हाम्रो भाउजू है यहाँ चाहिँ हो। भाउजूको पनि युट्युब च्यानल छ। भाउजूलाई पनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु पर्यो है सबैले। भाउजूको के छ युट्युब च्यानल? मेरो त्यस्तो पर्सनल मात्र त्यस्तो भिडियो हो। हे कृष्ण करुणा सिंधु दीनबंधु जगतपते गोपेश गोपिका कांत श्री राधा कांत नमोस्तुते। सर्व सर्वे सर्वेशे सर्वशक्ति समन्विते भयवत्रैनो देवी दुर्गे देवी नमोस्तुते। शरणागत दीननाथ परित्राण परायणे सर्वशान्ति हरे देवी नारायणी नमोस्तुते। शान्ति कमलसनायन पृथ्वी नमो नमः। मन्त्र पढ्दै हुनुहुन्छ होइन। हरि ओम जदेवा देव हेडन देवा सचक्रमा वयम अग्निर्मा वायुर्मा सूर्यो मा तस्मन्तेन शोभिषन् मुञ्चत गुङ्गश पवित्र पवित्र सत्य पवित्र शैलिने पवित्र पवित्रेण सूर्यस्य रश्मि तत्ते पवित्र पदे पवित्र काम पुने तत्सकीयं मा चन्द्र देवी रविषय आपोहन्तकृते संजु रवित्रवन्तुनः। अलिकति चल्न लागि थोरै हाल्यो मा गन्ध गरम दरादर मास्टर चल्न थोरै लाउनु बहुत कम पानी एकदम सबैजना पूजा गर्दै हुनुहुन्छ है। हरि ओम लेफ्ट ह्यान्ड थाप्ने सबैले सबैको हातमा लिनु। लेफ्ट हात घाँटी राख्यो सबैको हातमा लिन्छ। पुरै इन्डियन छ क्या। त्यसैले अलिक टाढा भागिरहेछ क्या। यो चाहिँ हाम्रो हुडे भन्ने कुकुरको गर्लफ्रेन्ड हो क्या। बुवासँग जाने त चाहिँ हाम्रो माइजू क्या है।
एकदमै मिठो रोटी बनाउनुहुन्छ दुई पनि है एकदम माइजू कस्तो मस्किल हुन्छ माइजू एकचोटि च्यानल लाइक सब्सक्राइब गरिदिनु भनेर भन्नु पऱ्यो हाम्रो माइजू बच्चादेखि माइजूको हातको रोटी खाँदै आएको हो क्या माइजूको रोटी चाहिँ एकदम राम्रो क्या एकदम राम्रो है हेर माइजूको पानीको पनि डेन्जर छ क्या हेर भाउजू यो मेरो भरे युट्युबमा जान्छ क्या माइजू ए भाउजू सुत्दा भर्खर उठेको फेरि बसेर सक्ने हो युट्युबले पूजा चल्दैछ खुसी लागिरहेछ हेर भाइ यता आयो गर्दै पनि एकदम क्या है ठ्याक्क है भरे माइजू भरे लाखबत्ती पनि बाल्ने हो माइजू होइन ल यति नै छ है अघि हल्का इन्कम्प्लिट भएको थियो होइन त्यसरी जस्तो भयो घाम लागेको छैन घाम नलाइ पनि गर्मी छ म बाटो हुँदै है म बाटो हजुर माइजू यो चाहिँ हाम्रो गाउँघरको रोडहरू हो होइन यहाँ चाहिँ भर्खर पिच भएको छ होइन एकदमै चल्ती पल्तीमा छ यहाँ गौतम दाई यसो भेट्न जाउँ भनेको है हाम्रो गौतम दाई फेरि त्यही बसिरहनु भएको रहेछ क्या हाम्रो गौतम दाईको पनि टिकटक छ क्या टिकटकमा छ होइन हाम्रो गौतम दाई चाहिँ पुरा अरूको लाइभमा बसेर पुरा कोइनहरू खाइदिने कोइनहरू लिइदिने गरिदिनुहुन्छ क्या हाम्रो एकदमै फ्रेन्डली दाई हो क्या मैले अहिलेसम्म भेटेसम्म होइन गौतम दाई एकदम मजाको हुनुहुन्छ क्या हेलो गौतम दाई के छ हात उठाइदिनु केमा यो हाम्रो युट्युबमा आउँछ गौतम दाईको टिकटक के हो मोहन गौतम मलाई ल सबैले लाइक फलो गरेर सपोर्ट गर्ने है ल खसीहरू पालेर है एकदम क्या है यो हिजै दाईकोमा त हिजै काटिसक्नुभयो होइन त्यही हो होइन राम्रै चलिरहेछ दिनहरू होइन अब म कता जाँदैछु भन्दाखेरि मेरो ठुलो बुवाकोमा जाँदैछु है मेरो एकदमै है राम्रो है मेरो एकदमै मलाई माया गर्ने ठुलो बुवाकोमा जाँदैछु ठुलो बुवाको घर चाहिँ त्यही पछाडि छ होइन एकदमै क्या है फ्रेन्डली क्या है उहाँ चाहिँ एकदमै राम्रो क्या जाँदैछु अलिकति टाढा छ होइन चाहिँ मेरो ठुलो बाको घर हो क्या हेर्नु सबैले भर्खर बनाएको 1-2 वर्ष भयो होइन हेर्नु है ठुलो बाको हाम्रो घरमा गाई है एकदमै दामी छ हाम्रो दाइले विदेशबाट बनाउनु भएको हो होइन
एकदमै दामी छ। अब म देखाइन्छु भित्र होइन। हाम्रो ठुलो मम्मी हो ल। ठुलो मम्मी नमस्ते, ह्याप्पी दसैँ। ह्याप्पी दसैँ, ह्याप्पी दसैँ। ल म ठुलो बुवालाई देखाउनु लाग्दैछु। हाम्रो ठुलो बुवा, ह्याप्पी दसैँ ठुलो बुवा। हेर्नु है एकदम दामी छ है। कोठाहरू पनि हेर्नु है। ल साथीभाइ हो है, यो ब्लग चाहिँ अब आज यतिमै समाप्त भयो है। अब म अरू नयाँ भिडियो पनि बनाउँदै गर्नेछु। ठिकै छ, बाई बाई। कृपया सबैले मेरो च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला है। सब्सक्राइब गरेर त्यो बेल आइकन चाहिँ थिच्न नबिर्सिनु होला। बेल आइकन थिच्दाखेरि चाहिँ मैले नयाँ भिडियो अपलोड गर्दै गरेको तपाईँहरूले नोटिफाई पाउनुहुनेछ। ल धन्यवाद।